दुबईमा हाम्रा नेपाली चेलीबेटी के साह्रो बिग्रेर पनि यार सरकारले 3-4 दिन छुट्टी दिएको छ। मजाले रुममा साथीभाइ मिल्नु खानु ओर्नु बस्नु रुममा इन्जोय गर्ने हो कि रोडमा गाछ उफ्रिया छ हल्ला गरेछ बङ्गाली पाकिस्तानी भनेछ एक आपसमा झगडा गरेछ। त्यो दिउँसो त सुनसान हुन्छ साँझ परेपछि हेर्नु बाहिरतिर क्याम्पबाट हाम्रो क्याम्प त माथि भयो अलि मुनि हेर्नुपर्छ। आम्मामामामा मुख छाडेछ झगडा गरेछ अङ्गालो मारेछ हिँडेछ गाला ठुक नालाई तिम्रो अलिकति इज्जत भन्ने कुरो छैन। दुबईमा अहिले पहिला भन्दा आजभन्दा 2-3 वर्ष अगाडि भन्दा अहिलेको अवस्थामा 60% केटीहरू बिग्रे खत्तम भए सडिए काम छैन। अलिकति लाज शरम यसो हिँड्ने मान्छेले के भन्लान् के सोच्लान् कसैले फोटो खिचेर हाल्लान् ओर्लान् भन्ने कुरो अलिकति डर चिन्ता दायाँ बायाँ भन्ने कुरो छैन है। हुन त आफ्नो आफन्त गाउँ समाज सबै इज्जत गर्ने इज्जत दिने भए पो डर हुन्थ्यो। हुन त बेजतीहरूलाई जहाँ गए पनि जे गरे पनि डर त के हुन्थ्यो। हुन त पैसाको लागि मरिहत्ते थत्तेरिका काँचो मासुमा कति इज्जत खाए कति फ्याँको फ्याँक्न ठुक्क बरु घोप्टोबाट गुहाउ न यार। अलिकति इज्जत भन्ने कुरो दाजुभाइ आफ्नो आफन्त देख्लान् ओर्लान् केही गर्लान् भन्ने कुरो अलिकति छँदै छैन है। आम्मामामामामामा चुपचापले आफ्नो रुममा साथी मिल्नु टक्क मिठो मसिनो बनाउनु ओर्नु खानु ओर्नु केही छैन। रोडमा गएको छ हल्ला गरेर चाहिँ रातभरि फेरि आम्मामामामा सो रोडमा सुत्या छ के उसै ज्या भर खाएर टिल्ल खाएको छ होसमा छैन। अर्कोले घिच्चा छ अर्कोले तानेछ कपडा खोलेको छ कहिले गाडी मुनि पसेको छ कहिले के गरे छ यार। के साह्रो हो यार। दया माया लाग्छ त्यो देखेर पनि हेरेर पनि यार के भन्यो सम्झाउँ केसँग नचिनेको नजानेको सम्झाए बुझायो उल्टै मार्ला आफूसँगै आइलाग्ने डर हुन्छ। के भन्ने के रे सम्झाउने यार। यिनीहरूको फोटो भिडियो गरेर सामूहिक सञ्जालमा ड्याङ अनुहार सहितको नहालिकन यिनीहरू सुत्रिँदैन के।